गाइस वेलकम बैक टु द अनदर ब्लग। आई होप तपाईँहरू सन्चै हुन्छ अनि म पनि एकदम सन्चै हुन्छु। अनि राति चाहिँ किन ब्लग स्टार्ट गर्नु पर्यो भन्दा चाहिँ म चाहिँ बिहेमा जान आँटेको होइन। कसको बिहे भन्दा चाहिँ अलिक तलतिर गाउँमा एकजना दाइको बिहे छ होइन। दाइको बहिनी होइन, दाइको बहिनीको कि कसको बिहे छ। अनि मेरो साथीहरू पनि त्यही छ। अनि म चाहिँ आइज भन्दैछ हेर्नलाई, अनि के कस्तो हुन्छ भनेर देखाउँछु। अनि रातिको बिहे भन्दा चाहिँ तपाईँहरूलाई थाहै भयो होला मधेसीको बिहे हो भनेर। मधेसीको बिहेमा चाहिँ फेरि डेकोरेसनहरू चाहिँ बब्बाल हुन्छ गाइस। अनि डान्सहरू पनि बब्बाल हुन्छ होइन। अनि म पनि अब घरमा छु, अब साइकलहरू झिकेर म पनि जान्छु। सो बाटोमा चाहिँ भिडियो गर्नु पाउँदैन किनकि मेरो क्यामेरा यस्तो नराम्रो छ, लाइटहरू छैन। अनि कस्तो क्याचाकुचिका राम्रो आउँदैन होइन। अनि उतै गएर सिधै उतै गएर क्या के हुन्छ भनेर उतैको लाइटमा तपाईँलाई म देखाउँदैछु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर चाहिँ नभुल्नु होला। सो अब म रेडी हुन्छ, साइकल झिक्छ, चलिदिन्छु। सो अब उतै पुगेर भेटौँ। आज हामी कोहीले भएर सोहीले भएर हामी अब हाम्रो तपाईको लागि स्पेशल छ रे उता के छ पानी के छ पानीपुरी ओ माय गॉड हैन ब्लग हो त भाइ 1 मिनेट ल वान्टेड दिउँछ वान्टेड दिउँछ हजुर पर्दैन। निशान के छ के छ खबर? ल विकास यता आउन, भ्लगर चाहिँ कता गएको? बिग फ्यान हो न? हाल्ने बेला भयो त घुसाउने बेला भयो। सतसी निगेटिभ बेला भाइ भएको अनि के हो तिमीले के गर्यो? यस्तो चप मैयाहरू आएको छ गाइस, मैयाहरू अरे चपहरू अरे क्या। ओ के छ चप मैयाहरू तिमीहरूलाई लड्कीहरूलाई चाहिँ हामी देख्यौँ भने हल्का यसो यसको पर्ने हुन्छ होइन। बच्चाहरू ल फाइनली गाइस होइन हाम्रो यहाँ जन्तीहरू आइसकेको छ। सो भिडभाडहरू छ बहिनी, म लड्छु यसमा है म। आम्मामा जन्ती हेर्न त सानो भिड छ यहाँ त। बल्ल बल्ल 2-3 घन्टा यहाँ पर्खाएर के गरेको बेहुलाले, बल्ल बल्ल आउँदैछ त जन्त। त्यही पनि अनुहारै दिएको छैन बेहुलाको अहिले, छैन राम्रै आउँदैन हौ। अब तिम्रो जस्तो आइफोन छैन के गर्नु? के हो त राम्रो आउँछ न त्यो धनी गरेको त्यस्तै हो होइन। अब हामी त गरिब परियो। कतिखेर आउँछौ यहाँनिर? अब यहाँ हाम्रो बेहुला भर्खर आयो। यो बेहुलाले जति होइन दुःख कसैले दिएन। 2-3 घन्टा होइन लगभग पर्खायो। भेटेर कुरा गर्नुपर्छ क्या। ओ बेहुला सुन्दैन होला होइन, यता हाम्रो बेहुला हो। 1-2 घन्टा 3 घन्टा भयो पर्खाएको। आम्मा बेन्ड बाजा बरातीहरू
तुलसी दुला राजा कस्तो चाख्नु फर्स्टमा दाइले हाम्रो चाख्नुहुन्छ ल दाइको ठुरन कस्तो भइरहेछ दाइ भनिदिने चिरी त फर्केर दामी भइरहेछ दामी हामीलाई ठुरन हान्दैछ भाइले दाइले हान्नु सक्नु भएको छ ल फर्स्टमा कस्तो छ हामी चाखेछौँ लबी होइन अब मेरो भाइ चाख्दैछ दाइले दामी छ कस्तो भयो दामी भयो दामी छ होइन ल अब हामी लाग्छु कि इधर हेलो साथी कस्तो दामी भइरहेको छ सबै दामी भइरहेछ ल आज त्यहाँ ल रसगुल्ला अमूल्य पनि पाउने हुन्छ दाइ only one taking yes only one take it thank you दामी रहेको छ यता तिमी मुनि राख्छ अब के खाने अब अप्पु खान्छ अप्पु खाने अप्पु अब हामी चाहिँ खान्छ होइन आइजान्छु ल गाई 1 2 हम जाएंगे हम घर जाने वाले घर जाने वाले प्लीज दे दो ना भाई ये बस चला बन जाए भरी से मुझे भरी मैं घर जाऊंगा ओके ठीक हेलो भयो के छ दाइ हेलो समझे जम कस्तो भयो दामी भयो भाइको कोही घरका रसगुल्ला हान्दिउँ बेसी नै घिचिया बल के छ कति घर जाने साथी ल ओके ल होइन दाइ जोड कस्तो दामी भयो दामी भयो होइन ओके दाइ ओके के छ केटाहरू के छ यहाँ पकौडा बनिँदैछ दाइले आज What is? ये क्या है वन्ना? ये क्या है? पकौड़ा है? हमको दे देना, हम खाएंगे। तुम्हारा हिंदी तो बवाल है रे। तो ऐसे बड़ा हमारा हिंदी भाई का कुक खाएंगे। हमारे कैसा हुआ? बहुत अच्छा फिर से खाएंगे हम।
बच्चा चेक गर भन त कस्तो छ आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। लास्टै रमाइलो भयो अनि स्टोरेज पनि धेरै भएन, धेरै क्याप्चरहरू गर्न पाइनँ। सो अहिले चाहिँ 12 बजिसकेको छ, अहिले म सुत्नुपर्ने हुन्छ। सो भिडियोलाई मन परेमा लाइक कमेन्ट गर्नु होला। हस्त बाइ गाइज।